मुख्य अतिथि र गुरुवर्ग तथा यहाँ उपस्थित हुनुभएका मेरा प्यारा प्यारा साथी भाइ बहिनीहरू, म छात्र आर्यन कुशवाहा कक्षा 7 मा पढ्ने आर्यन कुशवाहाको तर्फबाट स्वीकार्नुहोस् नयाँ अभिवादन। आज म छोरीलाई अवसर शिक्षा दिनुपर्छ भन्ने पक्षबाट बोल्न गइरहेको छु। एउटा महान व्यक्तिले भनेका छन्, जन्म दिने बुबा र आमा भन्दा बढी शिक्षा दिने व्यक्ति सम्मानीय हुन्छ, किनभने बुबा र आमाले मात्र जन्म दिनुभएको हुन्छ, तर शिक्षा दिने व्यक्तिले जीवन दिने कला सिकाएका हुन्छन्। शिक्षाबाट ज्ञान, ज्ञानबाट विवेकको उदय हुन्छ, जसको फलस्वरूप मानिसले आफ्नो जीवन र जगतको सामर्थ्य बुझ्न प्राप्त गर्दछ। संस्कृतमा भनिन्छ कि विद्या धनम पराधनम सर्वधनम, जसको अर्थात् विद्या नै सर्वश्रेष्ठ धन हो। महोदय, हामीले थाहा छ कि अहिलेको युग नयाँ नयाँ आविष्कारतर्फ दौडिएको छ, नयाँ नयाँ खोज र अनुसन्धानतर्फ दौडिएको यस युगमा यदि हामीले कसै मानिसलाई पनि शिक्षाबाट वञ्चित गरियो भने त्यो मानिस आँखा भएर पनि अन्तस्वर हुन्छ। जति जति मानिस शिक्षित हुँदै जान्छ त्यति उसमाथि कर्तव्यको बोझ बढ्दै जान्छ, जसको फलस्वरूप व्यक्तिबाट परिवार, परिवारबाट समाज, समाजबाट राष्ट्र शिक्षित हुन्छ। यदि हामीले नारीलाई परिवारभित्र नै सीमित गरियो, शिक्षाबाट वञ्चित गरियो भने त्यो नारी कदापि आफ्नो भावी जीवनमा सफल हुन सक्दैन। सम्पत्तिले जे पनि किन्न पाइन्छ, हो म मान्छु सम्पत्तिले खाट औषध किन्न पाइन्छ, तर कसैको मिठो निद्रा किन्न पाइँदैन। कुनै पनि मानिसको असल मित्र किन्न पाइन्छ, तर त्यो असल मित्रमा रहेको असल व्यवहार र गुण किन्न पाइँदैन। शिक्षाले जीवनभरि हाम्रो साथ बस्छ। जबसम्म हाम्रो शरीरबाट हाम्रो आत्मा नै निस्कँदैन तबसम्म हाम्रो साथ बस्छ, तर अंश छिट्टै हाम्रो साथ छोडेर जान्छ, नाकि जीवनभर हाम्रो आवश्यकता परिपूर्ति गरिरहेको हुन्छ। शिक्षित व्यक्तिहरूलाई मात्र शिक्षित भनिँदैन, उनीहरू एउटा देशको असल नागरिक, अव्वल नागरिक पनि हुन्छन्। शिक्षा सम्पत्तिले गर्दा मानिसहरू लालची र स्वार्थी पनि भइरहेका छन्। लालच र स्वार्थ भएको मानिस पशु सरह हुन्छ र लालच र स्वार्थ भएको मानिस पशु सरह हुन्छ। जति जति मानिस शिक्षित हुँदै जान्छ त्यति जीवनभरि उनीहरूलाई नयाँ नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ। शिक्षाले शिक्षित व्यक्तिहरूलाई ज्ञान र सिपको आवश्यकता प्रदान गर्ने गर्दछ। शिक्षा र ज्ञान र सिपले गर्दा उनीहरूलाई नयाँ नयाँ अवसर पनि सिर्जना गर्ने गर्दछ। शिक्षित व्यक्तिहरूलाई शिक्षाले नयाँ नयाँ रोजगार तथा उच्च आम्दानी गर्ने स्रोत पनि धेरै पाइरहेका हुन्छन् र शिक्षित व्यक्तिहरूले नयाँ नयाँ अवसर सिर्जना गरेर आफ्नो उच्च आम्दानी गरिरहेका हुन्छन् र अंश पाउनको लागि शिक्षाले नै धेरै ठुलो भूमिका खेलिरहेको हुन्छ। म आज जे बोलिरहेको छु सब शिक्षाले नै बोलिरहेको छु, न कि अंशले। यदि म अंशले बोलिरहेको भए आज म केही बोल्न सक्दैन थियो होला। भर्खरै मलाई अध्यक्ष महोदयजीले पनि शिक्षाकै कारणले मलाई बोलाउनु भयो, न कि अंशले बोलाउनु भयो। यो जुन म माइक समाजले बोलिरहेको छु यो त अंशले किनेर मात्र ल्याइएको हो, न कि यो त सब वैज्ञानिकको शिक्षाले नै बनेको हो। किनभने वैज्ञानिकलाई यदि शिक्षा नदिएको भए आज यो म बोलिरहेको थियो, त्यो माइक समाजले बोलिरहेको थियो, त्यो आज म बोल्ने थिएन होला। र आज वैज्ञानिकको शिक्षाले गर्दा आज यस्तो धेरै सुविधा पाइरहेका छौँ। ल तपाईँले भन्नुहोस्, अहिले हामी त्यो पढ्नको लागि यति सेवा सुविधा पाइरहेका छौँ, के यी सबै अंशले बनेका हुन्? भने सभाध्यक्ष महोदय, यो त मात्र अंशले किनेर ल्याएका हुन्, सबै वैज्ञानिक शिक्षाले नै बनेका हुन्। र म अन्त्यमा जाँदा निष्कर्ष यो भन्न चाहन्छु कि सरकारले हामी सबैलाई समान अधिकार दिएका छन्, तर हाम्रो गाउँमा नै हेर्नुहोस् अहिले छोराछोरीमा कति भेदभाव भइरहेका छन्। छोरालाई अहिले प्राइभेट स्कुलमा पढाउने गर्दछ, तर छोरीलाई सरकारी स्कुलमा पढाउने गर्दछ। अनि यो किन? हामीले यसरी भेदभाव किन गर्ने? सरकारले त हामीलाई समान अधिकार दिएका छ नि। अनि म सरकारले अनुरोध गर्न चाहन्छु कि अहिले हामीहरूलाई छोरा-छोरी समान अधिकार दिएर हाम्रो सबलाई छोरा-छोरी समान अधिकार दिएर प्राइभेट स्कुलमा सबैले पढाउने अनुरोध गर्दछु। हस्, धन्यवाद।